चाहन्छ त्यसले आफू मन आफू विचार अरूलाई मन नपर्ने बोली वचन त्यो गर्नु भएन। अनि अब तपाईहरुलाई थाहा भयो होइन, हामी अब यो क्षेत्रमा तामाङ, शेर्पा, गुरुङ, मगर प्राय जसो हामी बौद्ध मार्गी हो, बुद्धिस्ट हो। तर बुद्धिस्ट जान्नेदेखि बुद्धिस्ट हुँदैन, तामाङको परिवारमा जन्मियो भन्दैमा बुद्धिस्ट हुँदैन। त्यस कारणले तपाईहरुले शरण गमनको सिल लिनुपर्छ है, टप्चे गर्नुपर्छ, टप्चे। त्यो को बाटो गर्ने गर्दाखेरि जुन गुरुलाई आफू विश्वास लाग्छ, सार्दा छ होइन, त्यस्तो गुरुबाट शरण गमनको सिल खानुपर्छ, टप्चे गर्नुपर्छ। अनि शरण गमनको पाठहरू वाचन गर्ने, लामालाई क्या सुन्थ्यो, सन्ध्यालाई छेउलाई क्या सुन्थ्यो, ढिलेलाई क्या सुन्थ्यो भने दिनको 71 माला नभए 40-50 चोटि दोहोऱ्याउनु पर्छ। अब हाम्रो गाउँघरतिर त्यो पर ठुलो भिरमा एउटा त्यस्तो छ अरे, त्यो ठुलो पुरानो रुख ढाल्नु लागेकोमा केउको बसेको छ अरे भन्दै गएर घिउ दाल्ने, चामल छाड्ने, दुध पकाउने गर्छौ नि, त्यो एउटा सांसारिक कुरा हो। त्यो धर्मले त्यस्तो भन्दैन। धर्मले त सम्झिए चेतन के बिम्सुम तर्कत्व नाम कि क्या भन्छ, मोक्ष प्राप्त गर्नु छ, साँच्चीकै सुख शान्ति पाउनु इच्छा राख्छ भनेदेखि त बुद्ध धर्मसँग दृढ कुन जो सुख